नानी माथिबाट त खत्तम भयो कत्रो लामो लाइन थियो फेरि हाम्रो पिछमा लाइन थियो यिनीहरू कान टालिन्छ त्यस्तो पानी टाकेर टालेर थुक्नेले फेरि मनका मना मुटुमै आउनुहोस् तपाईँहरूको खुट्टा दुख्छ नबिनुहोस् एकजना गएर तपाईँहरू सबै बस्नु आउनु दिदी अनि यहाँ बस्नु तपाईँको साथीहरूले उ गर्छ भनेर भन्नु अनि बोलाउँछ बोलाएको थियो अनि गएको थियौँ अनि माथिबाट बसेर हेर्नु सेल्फी खिच्नु टिकटक बनाउनु के भन्छ क्या त काले भाइले असल मार्छ अनि जान्छ कोही चाहिँ म चाहिँ पिसाब आयो अनि पिसाब फेर्नु जानु पऱ्यो भने उठेर जानुहुन्छ हेर्नु कहाँ छ भन्दै आउनुहुन्छ फेरि देख्दैन होला भन्छ मलाई चाहिँ चिनेन होला देख्दैन होला कहाँ छ भन्छ मलाई चाहिँ होइन छैन भन्छ यो चाहिँ कहिले त भएन कान डम्मै भएको छ मेरो पनि थुक्नेले त मेरो पनि त थुक्नेले न हाई गर्नुपर्छ हुन्छ नि हाई आएकै छैन पट्याक्क हुन्छ हाई गरेर अनि अब पुग्नु आँट्यो अब अलिकति अन्त त्यहाँदेखि फेरि कसरी झर्नु हो उकालो चढ्नु आज सबैले खाना रुच्छ होला मजाले होइन गुरुजी भाइ मलाई त्यहाँसम्म लगिदिनु माथि रोडसम्म भन्नुभयो गुरुजी नै हुँदैन हौ त्यहाँ सबै त टुर बस मात्र छ यतै जग्गा जोडेर बस्नु न मम्मी ल यहाँ मुनि अनि यो केबुल हेर्ने बुढी अगाउँछ अरूको पानी खाने हो उतो पराको होइन हामी बाटो हिँड्ने अन्त ऊ गाडी हिँड्दैछ नि त्यो त्यो त्यही त होला हामी जाने यतातिर जाने हामी त्यही बाटो